So hello guys, welcome back to yet another episode of Chia Golf episode 2. र आज हामीसँग को हुनुहुन्छ धेरैजना चिन्नु भयो होला एकदमै हाम्रो फेमस सन्तोष दाइ सन्तोष तामाङ दाइ। सो सन्तोष तामाङ दाइको परिचयबाट सुरु गरौँ ल। तपाईँले आफ्नो परिचय आफूलाई के भनेर चिनाउनुहुन्छ? एज इन ब्लगर भन्नुहुन्छ कि फुड ब्लगर भन्नुहुन्छ? सो नमस्ते सबैजनालाई, तिम्रो भ्युवर्स अनि त्यसपछि सम्पूर्ण भ्युवर्सलाई। अनि त्यसपछि अब के भनेर चिनाउने भन्दाखेरि बाटोमा मान्छेले यसो भेट्दाखेरि चिन्ने हो भने चटपटे भाइ चटपटे दाइ यताउति छ होइन। अब मेरो नाम सन्तोष तामाङ भइहाल्यो होइन। एज मलाई चाहिँ सन्तोष तामाङ अब चटपटे त्यो मायाले दिनुभएको एकदम मलाई एकदम मनपर्छ। प्रोफेसन आएर मैले 2.5 वर्ष भन्दा ओभर गरेको होइन। अनि अहिले चाहिँ मलाई केमा अलिकति आफूलाई इम्ब्यारेस फिल हुन्छ भन्दाखेरि इम्ब्यारेस किन भन्दाखेरि मैले बिजनेस नै कन्टिन्यू गर्न पाइनँ क्या। अब मान्छेले सोध्छन् चटपटे कहाँ छ पानीपुरी कहाँ छ खाना आउँछु भन्नुहुन्छ होइन। त्यो बेलामा मेरो अहिले छैन, करेन्टली अहिले छैन होइन। मलाई गर्न मन छ तर मेरो हेल्थ इस्युले गर्दाखेरि चाहिँ मैले त्यो गरेको छैन। अनि त्यो हिसाबमा चाहिँ अब त्यस्तो माया दिनुभएको छ अनि मैले चाहिँ अब यो कन्टिन्यू दिन सकिनँ, चटपटे खुवाउन सकिनँ भन्दा चाहिँ आफूलाई अलिकति नरमाइलो फिल लाग्छ क्या। आफूलाई चाहिँ अब भएको भए हुन्थ्यो भन्ने हुन्छ तर पनि केही छैन, एउटा सर्टेन टाइमसम्म हो एउटा समस्याहरू भनेको पछि हट्दै जाला। अनि पछि अब चटपटे पानीपुरी भन्ने कुराहरू हुन पनि सकिन्छ, त्यसमा प्लानिङहरू पनि हुँदैछ। जो चटपटे सन्तोष तामाङ जे भनेर सम्बोधन गर्दा नि आइएम सो ह्याप्पी। ओके ल, यहाँनिर चिया आइसकेको छ। चिया गफ सेतो चियातिर हाम्रो ब्ल्याक टी एकछिनमा आउनेवाला छ है। सो अब अर्को कुरा, चिया गफ एपिसोड भएपछि तपाईँहरूलाई चाहिँ कुन चिया मनपर्छ प्लिज कमेन्ट गर्नु। प्लिज यार डु कमेन्ट होइन। अनि त्यसपछि सन्तोष दाइको मैले के भन्न लागेको थिएँ यार, मैले भुलेँ, मेरो दिमाग यस्तो छ होइन। अस्ति अभिषेकलाई एउटा कुरा सोद्धा, अभिषेक हाम्रो यहीँ छ कि अस्ति। अनि त्यसपछि अभिषेकलाई सोद्धा पनि मैले धेरै कुरा भुलेको थिएँ हेर्नु। सो तपाईँको जर्नी भन्दा पनि तपाईँको हिस्ट्री भनिदिनु न। तपाईँ कहाँ पढ्नुभयो ठ्याक्कै सर्टमा? अब तपाईँ कहाँबाट हुर्केर यहाँ काठमाडौँमा आएर यतिको फेम पाउने बेलासम्म चाहिँ तपाईँ एज इन कसरी एउटा कुरा म तिमीलाई एउटा क्वेसन सोध्छु ल। एज अब होइन आफूले आफ्नो स्थान त हेर्न सक्दैन नि त होइन। जस्तै भन्नुको मतलब कि अभिषेक र तिम्रो अब आयुष छ नि, अब एज अ त्यो मैले पपुल्यारिटी त्यस्तो भन्नु खोजेँ होइन कि कुन पोजिसनमा छ के छ भन्नु त मैले फारबाट एउटा बढाइ भ्यूबाट हेर्दाखेरि मैले राम्रो देखिन्छ भन्नाले मलाई थाहा हुन्छ क्या कस्तो छ के छ भन्ने कुरा। अब तिमीलाई तिम्रो बारेमा त थाहा छ तर मलाई चाहिँ के चाहिँ थाहा हुन मन छ भन्दाखेरि तिमीलाई के सोध्न मन छ भन्दाखेरि अलिअलि मान्छेले चिन्छन् यताउति भन्छन् होइन, त्यो लेभल चाहिँ कहाँ होला? मलाई कतिको चिन्छन् होला, मान्छेले कस्तो छ मेरो यो बाहिरको यो ओल्ड नभनु यो बाहिरको यो सर्फेसमा चाहिँ सन्तोष दाइ चाहिँ जस ठिकै चिनेको छ कि होइन, कस्तो छ के छ त्यो मलाई बुझ्न मन छ क्या। अहिले मेरो के छ ल म भन्छु है, मैले अहिलेसम्म सोधेको मान्छेहरूमा चाहिँ 60%ले तपाईँलाई चिनाएको छ कि यो दाइलाई चिन्नुहुन्छ भने चाहिँ अब ऱ्यान्डम मान्छे ऱ्यान्डम पर्सन जस्तो कि अब मेरो घरको छिमेकी यो त्यो मेरो साथीहरू यसलाई चिन्छस् भन्दाखेरि या म चिन्छु, त्यो दाइले राम्रो मेहनत गरिरहेछ। त्यहाँदेखि तपाईँको त्यो बिबिएवाला हिस्ट्री बिबिए पढ्दै त्यो यही कुरा राम्रो छ पढ्दै भन्दै नि त्यो कुरा त्यो एप्रिसिएसन त्यो एप्रिसिएट छ नि, त्यो कुरालाई अझ मैले मोटिभेसन लिएर चाहिँ अझ राम्रो गर्नुपर्ने होइन। त्यही अब हुन्छ हुन त मेरो हेल्थ इस्युले गर्दाखेरि हो, मैले 17 घन्टासम्म उभिएर एकै ठाउँमा क्या चटपटे बेचेँ। तर अहिले चाहिँ अब मान्छेले फेरि यसले छोड्यो होइन, कसैले के भन्छ भने यो 10-15 दिन 1 महिनासम्म भन्दा यसले गर्दैन भन्छ होइन। तर 2.5 वर्ष भनेको नट अ जोक क्या। उभिएर अब कलेजबाट आयो 12-1 बजे होइन, खाना पकाएर खायो, फेरि त्यहाँ गयो 8 बजीसम्म उभिएर होइन बेच्यो होइन। एकदम एउटा च्यालेन्ज पनि थियो, रमाइलो पनि थियो होइन, मान्छेहरूसँग इन्टरेक्सन पनि थियो, नयाँ नयाँ मान्छे चिन्ने पनि थियो होइन, पैसा नै थियो, जो सबै थियो क्या। तर अहिले चाहिँ अब हेल्थ इस्युले हो गाइस, सो छिटै आउन सक्छ हुनसक्छ है। अनि कमब्याकको प्लानिङ पनि छ हाम्रो, त्यो चाहिँ पुरै नखुलाम तर त्यो सस्पेन्स राखौँ, पछि हुन पनि सक्छ प्लानिङहरू छिट्टै अगाडि नभनौँ। तर चटपटे पानीपुरी रिलेटेडै हो हुन चाहिँ होइन, त्यति चाहिँ हल्का हिन्ट दियौँ। अब तपाईँहरूको गेस गर्ने काम चाहिँ यसो एज अ जर्नीको कुरा है। जर्नीको कुरा चाहिँ के भन्दाखेरि घर त सिलगढी भइहाल्यो, मैले प्रायः भनिरहेको हुन्छ सिलगढी। अनि त्यसरी सुरुमा म एउटा कुरा एमआरबी भ्लग्स र हाम्रो प्रदीप जोशी
दुईवटाको कम्बाइन गरेर मैले चटपटे भन्दा अगाडि भ्लग सुरु गरेँ 2000 थियो सब्सक्राइबर्स है। एउटा चाहिँ के भन्दाखेरि तपाईँको स्टार्टिङदेखि नै हेरेँ हो मैले सुरुमा मेरो भिभो Y12 थियो, अन गर्दाखेरि को मान्छे नचिन्ने सेतो ब्लर टाइपको क्या। अनि त्यसपछि मैले के सोचेँ भन्दाखेरि प्रदीप जोशीले साइकल चलाउँथ्यो त्यो नर्मल भ्लग गरिदिने क्या, नहुँदा पनि होइन मान्छेले जस्तो अवस्थामा पनि स्टार्ट गर्न मिल्ने रहेछ है भनेर त्यो एउटा मलाई त्यो कन्फिडेन्स आयो क्या। अनि अर्को एउटा कन्फिडेन्स आयो, त्यही भएर चाहिँ म अब हुन्छ नि भ्लगिङतिर अलिकति आफूलाई मन गयो। अनि अर्को कुरा भनेको एमआरयु भ्लग्स छ नि, म्याग्दीलाई चिनाउने क्या, म्याग्दीलाई चिनाउने भन्ने मात्रै मोटिभ हुन्थ्यो नि प्रायः लकडाउनको बेलामा, रिप्रेजेन्ट गर्ने अनि त्यसपछि त्यो ठाउँहरू देखाउने होइन। अनि मलाई चाहिँ के लाग्थ्यो भने सिन्धुली होइन, सिन्धुलीलाई मान्छेले देखाइरहेछन् चिनाइरहेछन्, अब जुनार पनि सिन्धुलीको फेमस हो होइन, तर आफ्नो इन्डिभिजुअली पनि ल चिया पनि है यस्तो अनि लेमन टी ठिक छ ल, अहिले बेला यसलाई मजाले पचाउँछ जे आउँछ मजाले। सिन्धुलीलाई पनि मलाई हल्का चिनाउनु मन टाइपको अहिलेसम्म त चिनाएको छैन होइन, कहाँबाट भन्दा सिन्धुलीबाट मात्रै भन्ने कुरा भएको छ, तर त्यो एक्सप्लोर गर्ने कुराहरूदेखि लिएर धेरै कुराहरू बाँकी छन् होइन, तर पनि त्यो पछि फ्युचरमा बिस्तारै भइहाल्छ। अनि घर सिन्धुली 3 पाटन गाउँपालिका 2, पहिला हाम्रो भिडिसी थियो, अहिले चाहिँ गाउँपालिका भएको छ। अनि त्यसपछि पढाइ कतिवटा एउटा दुईवटा तिनवटा चार पाँचवटा स्कुल चेन्ज गऱ्यो। अनि अहिले चाहिँ अब करेन्टली काठमाडौँमा नै हो। मैले पनि स्कुलहरू धेरै चेन्ज प्रायः सबैको त्यही हुन्छ होला जस्तो लाग्छ, तर तिम्रो त होइन होला। मेरो त स्कुलदेखि नै एउटै होला, तिम्रो त कलेज पनि एउटै होला। कलेज छुट्टै हो मेरो, कलेज छुट्टै, तर अहिले स्कुलमा हुँदैन नि त, काठमाडौँमै हो सबै। अनि जस पढाइ सँगसँगै खेला पनि गर्दाखेरि एकदम अति रमाइलो हुन्थ्यो। अनि त्यसपछि फेरि एउटा कुरा चटपटे बेजे पनि फेरि मैले ब्याचलरमा मैले पढेको सब्जेक्ट चाहिँ स्टिल म मजाले पढाइदिन्थेहरूलाई फेरि यो चाहिँ मलाई फ्लेक्स चाहिँ गर्न मन लाग्छ। किन भन्दाखेरि होइन इकोनोमिक्समा होल हाम्रो ब्याचबाट आई थट म एकजना हो कि मलाई कन्फ्युज छ होइन, नत्र भने म्याक्रो र माइक्रो इकोनोमिक्समा मेरो मात्रै हो क्या, A+ 90 मेरो मात्रै ल, त्यो बेला चटपटे गर्दैन। तर मैले फेरि एउटा कुरा, यो त मैले जस्ट म्याथको कुरा गरेको होइन, तर यो म्याथले हुने त के होइन, आफूलाई नलेज कति हो भन्ने कुरा हो होइन। तर पनि ठेलासेला गरेर पनि पढाइ चाहिँ एकदम ठिकै राम्रो क्या। अनि अर्को कुरा बुझ्ने, बुझाएर अरूलाई पढाउनै सक्ने, त्यो चाहिँ एकदमै राम्रो। त्यो एउटा धेरै पढाइको कुरा नगरौँ, म एउटा सानो भनिहाल्छु है। एउटा जस्तो हामीले केही सिक्यो भने छ नि, सिकेर अरूलाई पढाउन सक्यो भने बल्ल हामीले त्यो जानेको हुन्छ अरे क्या। एउटा टेक्निक पनि छ नि त त्यो पढ्ने, सो आफैले आफूलाई पढाउने त्यही खालको। अनि अर्को कुरा म चाहिँ एउटा के भन्छु भन्दाखेरि धेरै खतरा मार्क्स पनि चाहिँदैन, एभरेज ठिक हो, स्किल डेभलप गरेर पुग्यो क्या खत्रै। म फर्स्ट सेममा चाहिँ अब त्यस्तो जिपिए राम्रो त भएन होइन, जिपिए फोनै हाल्छु भनेर त्यो त्यत्रो रटान गरेर, रटान भन्नाले त्यो फोकस मिहिनेत पर्थ्यो क्या, अरू स्किल छैन। अब मार्क्स राम्रो छ, अरू केही काम छैन, मार्केटमा छ अब बिक्न काम भएन। अनि त्यो भएर अनि म चाहिँ पछिदेखि चाहिँ के भन्दाखेरि एभरेज तिम्रो 100% माइन्डलाई चाहिँ डिभाइड गर्ने क्या, पढाइमा यति पर्सेन्ट भनेर टक्क एउटै कुरामा चाहिँ फोकस गर्ने होइन। या त्यो त भइहाल्यो। अब सन्तोष दाइ र म कसरी भेट्यौँ त भन्ने होइन, एज इन सन्तोष दाइ तपाईँलाई याद छ कि छैन? मलाई छैन, दाइलाई याद छैन। पर्दैन त्यति बेला, तर मेसेजमा बोलेको यताउति, तर मेसेजमा त म रिप्लाई प्रायःको दिन्छु है, मजाले दिनुहुन्थ्यो। सन्तोष दाइलाई मैले भेटेको भनेको सन्तोष दाइको त्यो 1K पुग्न लागेको थियो, ठ्याक्कै 1K पुग्न लागेको थियो। तपाईँले होइन लिङ्क पठाउनु भएको थियो क्या मलाई त्यति बेला, त्यो राई त्यो एलेक्स राई हो कि एलिस राई, मैले यस्तै नि भनेको थिएँ कि नै म पछि मेरो यति सब्सक्राइब भएपछि म पनि हेल्प गर्छु भन्ने टाइपको केही भनेको थिएँ कि नै समथिङ के। तर फेरि मेरो त्यति बेला फेरि दाइको भन्दा ओभरै धेरै सब्सक्राइबर थियो क्या, एउटा च्यानल थियो त्यसमा चाहिँ मैले आफ्नो कन्टेन्ट हाल्थिनँ होइन, च्यानल उडाएन टेन्टासियनको वाला च्यानल। अनि त्यो टर्मिनेट हुने डर भएर सेल हान्दिया हो क्या ब्रो, अरूको कपिराइटेड कन्टेन्ट हालेर 11K पुग्थ्यो। अनि दाइले मलाई एप्रिसिएट गर्नुभएको थियो कि वे खतरा भनेर। अनि
फेरि अब दाइ त एलिस राईसँग भेट्दा मान्छे उसँग भेट्दा मान्छे मलाई फेरि त्यस्तो खत्रै लाग्थ्यो कि एलिस राई भन्ने मान्छे थियो होला अनि यस्तो मान्छेले एप्रिसिएट हानेहरू मलाई त भनेर मक्ख भएको थिएँ अनि दाइको जर्नी मैले हेरिरह हुन्थेँ अब म त्यति बेला त अब 10-11 तिर त उतै पोखरातिर नै थिएँ अनि दाइसँग भेटौँ काठमाडौँ आएपछि भेटौँ त भएको थियो तर 1 वर्षपछि भेट्यो अस्ति म चाहिँ त्यो 1K बाट हेरेको भनेपछि त त्यो बेला त यार मैले ठेला पनि गरेको थिएन ठेला के भेटिहाल्नुहुन्थ्यो तपाईँले त्यति बेला ब्लग हाल्नुहुन्थ्यो कुनै इभेन्टमा गएर हाल्नुहुन्थ्यो प्रायः त्यो कमेडी च्याम्पियन विकमा अनि प्रायः मैले यसो त्यो रियाक्ट टाइप पनि गर्थेँ कि त्यो दाइको हिस्ट्री चाहिँ मलाई राम्रोसँग नै थाहा छ होइन आयुष र मेरो जस्तै भयो। असनहरूसँग डुले पनि हेऱ्यो असन त्यो असन साङ्ग्रोलाको त्यो स्ट्रगल अनि भिडियो पनि अनि एकचोटि बिचमा कन्ट्रोभर्सी खालको पनि अनि तपाईँले भिडियो बनाएर सल्भ गरिदिनु भएको थियो होइन असङ साङ्ग्रोला भन्ने मान्छे रोमानिया गयो क्यारे अस्ति भिडियो हालेको थियो रोमानिया छ मिसिङ यु असङ साङ्ग्रोला ब्रदर हेरेको छ भने लभ यु ब्रदर है उसको भिडियो पनि म हेरिरहन्थेँ कस्तो इन्सपिरेसनल मान्छे है तर नेपालमा लास्टै उसले पनि लास्टै ट्राई गरे तर नभएर ऊ पनि गएको क्या बाहिर ब्रदर पनि अनि एडिक्सन्सहरूबाट पनि निस्केको रहेछ उसको भिडियोमा हेरेको होइन त्यो चाहिँ एकदम इन्सपिरेसनल लाग्यो सो अनि अरू त एउटा कुरा एज तिमीले 1K बाट हेर्दै आयो होइन जस्तै 81 तिमीले मैले ठेला चटपटी गरेको चाहिँ कहिले थाहा पाएको थियो होइन र तिम्रो रियाक्सन भन्नाले भित्र चाहिँ कस्तो माइन्डमा के भइरहेको थियो कस्तो कुरा विचारहरू तपाईँको भिडियोहरू अलि देखिरहेको हुन्थ्यो होइन त्यो ठेला चटपटी गरेको जुन दिन त्यो RNBले हाल्यो नि होइन BBA चटपटीवाला त्योदेखि त अलमोस्ट त्यही टाइमदेखि होला च्यानल बुम जान लाग्यो त्यति बेलैतिर होइन त्यति बेला चाहिँ ओहो सन्तोष दाइ यहाँसम्म पुग्नु भएछ यार कहाँको मान्छे कहाँ पुग्नु भएछ खालको लागिरहेको थियो अनि थ्याङ्क यू सो मच RNB अनि 3 चोटिसम्म मेरो हालिदिनु भएको 3 चोटिसम्म सुरुमा एकचोटि BBA गऱ्यो भन्दा अनि ग्रेजुएट गर्दा नि ग्रेजुएट गर्दा पनि अनि त्यसपछि एउटा चाहिँ 40,000 को सेल भएको थियो नि सिलगढीमा होइन उसमा मेलामा क्या 40,000 प्रफिट सेल्स एक दिन सेल्स दिनको 41,000 को बेच्नु भने त ब्रो सुन न ल अरू कुरा भयो ठिकै हुन्थ्यो क्या एक प्लेट 50 रुपियाँ प्लेटको पानीपुरी चटपटे 40,000 को बेच्न कति 1000 प्लेट भन्दा ऊ भयो क्या मेलामा है अनि यो फेरि एउटा कुरा हरेक प्लेट फेरि बनाउनु पर्ने कुरा एक प्लेटमा 3-4 प्लेट म्याक्सिमम कति चलायो यो त पुरै पहल पर्ने क्या आज जनता जान चाहन्छन् दाइ होइन त्यो 40,000 को सेल्सबाट कति फाइदा हुन्छ होला भन्ने यदि कसैलाई पनि होइन अब आजकल यो चिया चटपटे भनेको फेरि एज अ हल्का फेरि हायर लेभलमा हेरिन्छ क्या पहिला चाहिँ अलि नराम्रो खालको थियो नि त अन्त चिया बेच्ने चटपटे बेच्ने भन्दा अब यत्रो मान्छेले अब सन्तोष दाइले नै गरेपछि पनि त्यो चटपटेको फ्रेम हल्का माथि नै गएको छ कि लेभल नै माथि गएको छ नि त एज अहिले मान्छेहरू अब एउटा कुरा अस्ति नै एउटा थर्मोसा चिया बेच्दै के भन्ने कुरा होइन त्यसपछि नर्मली थर्मोसा चिया बेच्ने होइन स्टुडेन्ट्सहरू मान्छेहरू टन्नै भेटिन्छ एउटाले गर्दै गएपछि एउटा पोजिटिभिटी अलिक धेरै फैलिएपछि राम्रो नै हुन्छ हुन त हरेक प्रोफेसन हो होइन अनि 40,000बाट चाहिँ तिम्रो 25 त 50% त 100% ढुक्कै हो अब त्यसमा पनि अब तिमीले कति राख्न खोज्छौ के गर्छौ त्यो चाहिँ एक्सपिरियन्स आफ्नो कति छ के छ होइन कुन सामान कति हाल्ने के गर्ने भन्दाखेरि तिम्रो 60% चाहिँ 30,000 25-30 त नर्मल्ली निस्किन्छ है सो मलाई पनि के लाग्छ भन्दा तपाईँले भनेको कुरामा होइन मान्छेहरू गर्ने भनेर होइन एकदम एकैचोटि ठुलो गर्ने सोध्छन् क्या तर गर्ने भनेको चाहिँ यहाँबाट स्टेप वाइज जाने हो नि त तपाईँलाई के लाग्छ त्यो बारेमा यस्तो है एउटा म ऊ भन्छु एउटा सुरुमा स्टोरी भन्छु क्या जस्तै यो चाहिँ मैले सुनेको हो इन्डियामा बनारसको साडी हुन्छ नि बनारसको साडी चाहिँ वाइल्डली बिक्री हुन्छ नि त पहिला हाम्रो भन्दा एक जेनेरेसन अगाडि बुवाहरूको हजुरबाको पालोमा बनारसको साडी एकदम हुन्छ नि बनारसको साडी किन्नेलाई के भन्ने गीतहरू नै निस्केको थियो होइन त्यो त्यस्तो फेमस हुनुको कारणमा म एउटा रिसर्च सुनाउँछु क्या होइन जस्तै त्यो बनारसको जुन साडीको मालिकको चाहिँ नाति विदेशमा पढ्थ्यो अरे क्या विदेशमा पढ्ने धेरै पढेको अनि त्यसपछि इन्डिया आयो अनि हजुरबाको अब चलाउनु पऱ्यो साडी कम्पनी त्यो बेलासम्म बनारसको साडी फेमस छैन है अनि त्यसपछि एकदम महँगो धनीहरूले मात्रै लगाउने क्या धनीहरूले मात्रै लगाउने
तर खतरा क्वालिटीमा तर जेनरली पब्लिकहरूले नर्मल मान्छेहरूले लाउन सक्छ अनि त्यसपछि अब सेल्स बढाउनु पर्यो सेल्स बढाउनु पर्यो भनेर उसले त्यत्रो नाति पढेको छ नातिलाई हायर गर्यो मार्केटिङ म्यानेजर अब नातिले त पढेको छ दुनियाँ यो गरेको छ अब इन्टर्न गरेको छ रिसर्च गरेको छ होइन प्रेजेन्टेसन दिएको छ तर ग्राउन्ड लेभलको काम त गरेको छैन अनि उसले धेरै कुराहरू नातिले चाहिँ अब धेरै कुराहरू अपनाउन थाले अरे मार्केटिङ स्ट्राटेजीहरू पढेको कुराहरू लाउन थाले अरे क्या सेल्सै बढ्दैन तनाव भएर होइन अनि त्यसपछि एक दिन चाहिँ हजुरआमाले ल नाति गङ्गामा जाउँ भन्दैछ अरे कि गङ्गामा पूजाहरू गर्न नातिलाई पनि सँगै लगेर गएछ अरे अनि त्यसपछि पूजा सबै भयो गङ्गा जल भनेको त पवित्र जल भनेर भनिन्छ नि त हिन्दू धर्मअनुसार त त्यसपछि हजुरआमाले एक अम्खरा त्यो गङ्गाको पानी पनि ल्याएर घरमा ल्याउनु पऱ्यो क्या अनि त्यसपछि किन यो त अब हामी त गङ्गामा आइसक्यो यहाँको पानी हामी सुइसक्यौँ किन चाहियो भनेर भन्यो ल म घर पुगेपछि भन्छु भनेर भनेर क्या घर पुग्यो त्यसपछि एउटा ठुलो भाँडा जस्तोमा अब चोखो भाँडामा हुन्छ नि घरको पूजापाठ गर्ने भाँडामा त्यो अम्फाराको पानी खनाइदिन्छ अरे क्या त्यो भन्नु मतलब कि गङ्गाको जल आएर त्यहाँ मिसिनु भने चाहिँ त्यो सबै होललाई जल गङ्गाको जल बनाइदियो नि त बनाइदियो हुन त ओभरअली अब त्यसलाई नर्मल पानी भन्दा नि गङ्गाको जल भन्नु मिल्यो नि त अब नातिको दिमागमा एउटा कुरा फुल्यो अरे क्या अब हेर बनारसको साडी के छ लास्टै महँगो छ धनीहरूले मात्रै किन्न सक्छ अनि हाई क्लास व्यक्तिहरूले मात्रै किन्न सक्छ सेल्स गर्नु छ सबै नर्मल पिपललाई नाम छ बनारसको साडी अब नातिले के गरेछ त्यो बनारसको नाम सेम तर बनारसको साडीमा चाहिँ ठिक्क खालको क्वालिटी भएको धागोहरू यताउति लो कस्टिङमा काम गरेछ अरे त्यो सेम बनारसको साडीमा युज हुने ओरिजिनल धागो युज नगरेर नर्मल सस्तोहरू युज गरेर क्या भनेपछि भन्दाखेरि ल बनारसको साडी कस्ट ड्याम्मै घट्यो कस्ट अब 10,000 पर्ने साडीलाई अब 1,800 पनि आउने भयो किन नाम सेम छ हल्का मिसाएको पनि छ लो कस्टवाला लो बजेटवाला चाहिँ धागो हालेको छ क्वालिटी लो भएको तर त्यस्तो लो होइन कि सबै एभरेज पुग्ने तरिकाले क्या त्यो कस्टमर्सको इन्कम लेभल कस्टमर्सको क्यापेसिटी अनुसारको बनायो क्या अनि अब बनारसको साडी 800मा 1000मा आउँछ भनेर मार्केटमा अब फैलिएको मान्छे त्यो बेलामा बनारसको साडी किन्नु भनेको लाउनु भनेको पनि हाई क्लास त्यसपछि जनताले हामीले पनि 800मा बनारसको साडी पाउने भनेर सेल्स भनेको यहाँबाट यहाँ पुगेछ अरे क्या भन्नुको मतलब के अब के भयो भन्दाखेरि कुनै कुरालाई ओरिजिनल लिने के त्यसलाई मिक्स गराइदिने क्या मिक्स मार्केटिङ के मिक्स गराइदिने यस्तो टाइपको क्या अनि यो रिसर्च हामीलाई जो सुनाउनु भयो मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो क्या त्यही भएर उसले त्यत्रो पढ्यो त्यो पढेको कुराले त काम त गरेन नि तर उसले ग्राउन्ड लेभलमा पछि सिक्दै गएपछि त्यो कुरा इम्प्लिमेन्ट भयो नि हो मैले पनि अब ठेलाहरू हुन्छ नि अब तिमीले भन्यो अब ग्राउन्ड लेभलदेखि गर्नु हाई क्लास खोज्नु फरक छ अब इन्भेस्टमेन्ट हुनेले गर्छन् होइन तर ग्राउन्ड अब मैले चटपटी ठेला ठेल्नु चप्पु चलाउनु पछि गएर मैले नचलाउनु पर्ला अरे आफ्नो एउटा लेभल बढाउँदै जान सकिन्छ आफूले आफ्नो अर्को काम गर्न सक्ला अरे किन भन्दाखेरि एन्टरप्रेन्योर भनेको अलिकति वाइडली ब्रोडली सोच्ने तरिका होइन आज मैले यो चप्पु हालेँ भने अब मलाई भोलि गएर म सपोज म अलिकति एउटा टपमा पुगेँ अब मैले इम्प्लोइहरू राखेँ भने पनि कसले कस्तो काटिरहेको छ कुन ठाउँमा बिग्रिरहेको छ के गरिरहेको छ भन्ने कुरा मैले इभ्यालुएसन मजाले गर्न सकेँ नि त त्यो भनेको काठमाडौँ महानगरपालिकामा बालिनलाई अरू कसरी झुकाउन सक्छ इन्जिनियर हो नि त आफै रोड बनिरहेको छ अर्को इन्जिनियर ल्याएर बालिनलाई सर यो त ठिक छ ल अप्रुभ भनेर अप्रुभ हुन्छ हुँदैन ऊ आफै छ नि त स्टडी मतलब कि ग्राउन्ड लेभलबाट नै काम गऱ्यो भने चाहिँ हरेक सानो माइक्रो कुराहरू थाहा पाउँछ क्या एकचोटि के भन्दाखेरि चटपटी बनाउँछु क्या चटपटी गुलियो भन्छ जो पनि चटपटी गुलियो भन्छ क्या अनि तनाव भयो फेरि मलाई चाहिँ किन भन्दा मैले पुरै मसलाहरू पल्टी गरेँ एउटा मसला हुँदो रहेछ त्यो मसला अलिकति धेरै भयो नि गुलियो भयो भने त्यो मसला त्यसरी फाइन्डिङ त्यस्तो भयो क्या अनि त्यो कुरा भनेको जसले आफूले काम गरिसकेपछि त्यो कुराको नलेज चाहिँ प्रपर हुन्छ माइक्रो तरिकाले हुन्छ ग्राउन्ड पढेर भन्दा पनि सिकेको भन्छ क्या यसलाई
अनि मैले चाहिँ के भन्छु भन्दाखेरि केही कुरा स्टार्ट गर्नु पर्यो भने होइन धेरै सोचेर भोलि गरौँला पर्सि गरौँला यसरी गरौँला होइन त्यो भन्दा चाहिँ आफूसँग जे रिसोर्स छ त्यसले स्टार्ट गरिहाल्नुपर्छ जस्तो लाग्छ क्या मलाई पनि मैले यो च्यानल पनि त्यसरी नै खोला हो होइन अब राम्रो मोबाइल खोजेर अनि माइक खोजेर त्यस्तो गर्न थाल्यो भने फेरि भोलि गर्छु भन्दै अनि सकिन्छ क्या अनि पछि गर्ने मन लाग्छ नर्मल मान्छेले चाहिँ हामीले के गर्दो रहेछौँ भन्दाखेरि गल्ती मेरो पनि गल्ती थियो तर मैले आफूलाई त्यो सुधारेको क्या जस्तै कुनै अर्गनाइजेसन छ कुनै कम्पनी छ कुनै अब नेसनहरू छ उनीहरूले प्लानिङ गर्छ लङ टर्म सर्ट टर्म अब यस्तो हुन्छ नि मिड टर्म वाला हुन्छ नि होइन उनीहरूले प्लानिङ गर्ने भनेको प्रोजेक्ट अनुसारको ठिक छ तर हामीले चाहिँ धेरै परको प्लानिङ हामीले पर्सनल्ली कहिले गर्नु हुँदैन पर्सनल लाइफमा होस् या केहीमा होइन जस्तै सोच्ने भनेको भोलिको कि त आजको लागि मात्रै आज बेस्ट थियो भोलि आफै बेस्ट हुन्छ अनि धेरै अब जस्तै तिमीले अब भन्यौ ए यार फोन राम्रो छैन अब 1 महिनापछि फोन आउला अनि फोन किनेपछि गरौँला त्यो भयो भने चाहिँ अब तिम्रो त्यो हुँदैन कि त्यो हुँदैन आज जे छ आज नै स्टार्ट गर्नु मेरो मेन्टालिटी नै त्यही छ क्या जे छ त्यहीमा माथि जाने हो अनि अर्को कुरा मैले भिभो Y12 आफ्नै फेस नचिन्ने क्या मलाई के लाग्यो भन्दाखेरि म ब्याचलर पास गरेर निस्किँदाखेरि मेरो 5,000 सब्सक्राइब होस् तर केही न केही त हुन्छ नि त पछि स्टार्ट गर्दाखेरि जेरोबाट स्टार्ट गर्नु नपर्छ भनेको ब्याचलर सक्दाखेरि 10,000 सब्सक्राइब अनि मलाई त्यो एकदम खुसी लाग्यो क्या अब हुन्छ नि अनि यस्तो नि अब तुलनामा पछि काम गरेर जाँदाखेरि अलिअलि अब जिपिएमा अलि 3 भन्दा त माथि नै हो 3.2 भन्दा माथि नै हो होइन अनि त्यसपछि कसैको चाहिँ अलिक धेरै आएको थियो यताउति त्यो फ्लेक्स हानिरहेको थियो मैले चाहिँ के फ्लेक्स हान्यो भन्दाखेरि पोर्टफोलियोमा चाहिँ एउटा सर्टिफिकेट 3.2 भन्दा माथिको जिपे अर्को कुरा भनेको युट्युबमा त्यो बेला ग्रेजुएसन हुनेलाई मेरो 25,000 सब्सक्राइबर्स एउटा ठेला सेलाको केही अब नलेजहरू लिएँ मेरो चाहिँ मैले चाहिँ यति लिएँ भनेर भनेको थिएँ क्या त्यो अब केटाहरू पनि ब्याचलर गर्दैछ पढाइ इम्पोर्टेन्ट छ एकदम मोस्ट इम्पोर्टेन्ट छ तर त्यसको सँगसँगै साइडमा के गर्यो भने चाहिँ बेटर हो दामी हो बबालै हो क्या अब त्यो जस पढाइ गरियो भने चाहिँ पछि गएर एउटा जब गरिएला सेटल भइएला होइन तर जुन अब कसैलाई अलि राम्रै नै हुनु छ भने चाहिँ पढाइ मात्र गरेर त्यो घरमा घोटिएर 4 जिपिए पनि ल्याउला ल होइन तर त्यो 4 जिपिए भन्दा पनि तिम्रो एक्सपिरियन्स तिमीले भेटा मान्छेहरूको अनि तिमीसँग भएको नलेज अब त्यो घोकेर ल्याएको नलेज र आफूले पढेर ल्याएको नलेज चाहिँ अहिले डिफ्रेन्ट इन्ट्रेस्टको कुरा के भन्छु भन्दाखेरि होइन इन्डिभिजुअलको इन्ट्रेस्ट जस्तै तिमीलाई होइन खाना लाउनु पुग्छ सबै ठिक छ तिमीलाई केही गर्नै मन छैन लाइफमा हिँड्न मन छ डुल्न मन छ मलाई रमाउनु मन छ भने त्यो पनि ओके फाइन पायो जे मन लाग्यो पायो त्यो हुन्छ नि केही गर्नुपर्छ खत्रै मान्छे बन्नुपर्छ नेक्स्ट लेभलमै पुग्नुपर्छ फल्नाले यो गरे त्यो गर्नुपर्छ भन्ने चाहिँ छैन क्या तिमीलाई जे गर्दा खुसी हुन्छ त्यो गर त्यो चाहिँ हो कसैको पनि उ त्यो हुँदैन राइट हुँदैन तैँले के गर भनेर त्यो गर्ने चाहिँ आफूलाई केमा ह्याप्पिनेस मिल्छ त्यही नै गर्ने हो क्या महिनामा 10,000 कमाउँदा नि ओके फाइन छ भने नि भयो क्या त्यसमा त्यो हुन्छ नि त्यो अरूले यो भनेको थियो भन्दा धेरै त्यो इफोर्ट लगाउने अरूको कुरामा चाहिँ ह्याप्पी एकदम ह्याप्पी तिमी जे कुरामा ह्याप्पी हुन्छ त्यो गर्यो भने लाइफ एकदम इजी हो अरूको कुराले आफ्नो माइन्डलाई चाहिँ म्यानिपुलेट गर आफूले एक्सपिरियन्स गरी हेर्ने हो नि त जस्तै कि तैँले अब मलाई अब धेरै मान्छेले मेरो फ्यामिलीकै मान्छेले भनौँ न युट्युबमा पछि सक्सेस नहुनसक्छ के हुनसक्छ त्यो हुनसक्छ भन्ने खालको कुरा आउँछ तर मैले आई हेभ नट ट्राइड इट होइन ट्राई गरेको छैन मैले अहिलेसम्म भनेपछि त मलाई त्यो प्लेसमा कस्तो हुन्छ कस्तो फिल हुन्छ के हुनेवाला त थाहै हुँदैन नि त त्यही भएर या वान लाइफ हो होइन लेट्स डु इट क्या एक गर्ने हो रमाइला जे आफूलाई कम्फोर्ट लाग्छ जे भित्रबाट भन्छ त्यो गर्ने अनि अर्को कुरा अब हुन चाहिँ फेरि झन् मेन कुरा भनेको आफ्नो प्यासनको काम गर्नु पायो त्योभन्दा मजा के हेर्ने हो अब त्यो सँगै पैसा आइरहेछ भने त झनै प्यासनको काममा पैसा आइरहेछ भने द्याट इज द बेस्ट एभर लाइफ भनौँ न मलाई पनि त्यसलाई अभिषेकले अस्ति कुरा गरेको थियो प्यासनबाट नि पैसा आइरहेछ भनेपछि त मलाई रमाइलो लागिरहेछ खालको कुरा अब म एकदम मलाई थाकिरहेको गरिरहेछ क्रिकेट खेल्न हिँड्नु भने नि म अहिले पनि हिँड्छु क्या तर आफ्नो प्यासन भयो क्या प्यासन भयो अब मलाई एकदम फ्रेस छु जाँगर छु तर मलाई अब कुनै काम गर्न मनै छैन भने त्यो होइन फ्रेस हुँदा नि मलाई त्यो मन लाग्दैन क्या भनेपछि प्यासन र उसमा चाहिँ त्यस्तो फरक पर्छ र तिमी अब हुन्छ नि तिमीलाई केही प्यासन छ
तिमी जुनै पनि कन्डिसनमा तिमी त्यो गर्न खोज्छौ क्या इन्ट्रेस्ट भित्रबाट जान्छ क्या तर तिमी फ्रेस छौ ठिक छ फाइन छ तर तिमीलाई त्यो मनै नपर्ने चिजहरू चाहिँ हुन्छ गर भने मन लाग्दैन तिमीलाई त्यो आफू फ्रेस भएर नभएर आफूलाई त्यो भएर होइन नि त अनकम्फर्ट भएर होइन नि त त्यो प्यासनको त्यस्तो हुन्छ क्या प्यासन भनेको चाहिँ जस्तै मलाई अहिले क्रिकेट मैले खेल्न पाएन होइन अब यदि सपोज मेरो प्यासनलाई मैले फलो गर्न पाएको भए क्रिकेट खेल्न पाएको भए होइन अब म सुतिरहेको मान्छे कसैले ल उठ हिँड भने नि यसलाई खेल्न जाने त्यो किसिमको टक्क क्रिकेटमा मलाई पनि त्यस्तै क्रिकेटको त क्रेजी बच्चाबाट दाइ होइन हामी रात के अरे बिहान भात खान्थ्यौँ बिताएको दिनमा बिहान भात खाए 9 बजे टक्क अनि त्यसपछि साथीको घर मुनि एउटा खेत थियो खेतमा दिनभर क्रिकेट खेल्यो केही चाहिन्थेन त पानी भयो भने क्या पानी भयो भने अनि बेलुका भात खाना गयो गालीसँगै भात खायो होइन याद दिलायो हामी के गर्थ्यौँ होइन शनिबार 7 बजे निस्किने अनि बेलुका 3 बजे 4 बजीतिर फर्किने दिनभरि त्यही पानीको भरमा खेतमा गएर क्या अनि गर्मीमा के गर्नु भन्दाखेरि कट्टु मात्र लाउने अरू पुरै छैन लुगासुगा खोलिदिने गर्मीमा खोलामा गएर फिल्डिङ बस्ने अनि मेरो क्लास 10मा पढ्दाखेरि क्या अनि त्यो युभी रेको बारेमा पढाइरहनु भएको थियो सरले साइन्सको अनि मेरो चाहिँ त्यो गर्मीले गर्दाखेरि यति पुरै छाडा लाग्यो कि मलाई त अगाडि लगेर यस्तो हुन्छ क्रिकेट खेल्दा सिन्धुलीतिर गर्मी कस्तो गर्मी त बवालै होला नि होइन त अलि तलै पर्छ क्या सिन्धुली एकचोटि गएको थिएँ म सिन्धुली गाडी घुमेर आउँदा अब तिमीले एउटा कुरा म तिमीलाई एज अ बिजनेस पर्सपेक्टिभबाट भन्दाखेरि होइन तिमीले चिया गफ एपिसोड 1 2 निकाल्यो नि अब तिमीले अब पछि गएर के छोरीबाट नि स्टार्ट चिया गफ भन्ने एउटा सानो नर्मली खोलामा चिया राख अनि यता डिजिटल कन्टेन्ट भयो उता तिम्रो बिजनेसवाला भयो त्यसलाई नि उ गर्दा नि भयो सो अनि त्यसपछि मेरो प्लान चाहिँ के छ भन्दाखेरि यो चिया गफमा दाइ होइन अब अहिले त हजुरहरू त अलि इन्फ्लुएन्सियल मान्छे नै हुनुभयो नि त युट्युबमा होइन जति चाहिँ इन्फ्लुएन्सर भन्न मिल्छ नि त यतिको मान्छेलाई सो तपाईँहरूलाई अब सुरुमा मैले चिनेको भनेको 2 जना नै होला मेबी त्यो फेसबुकतिर नि है अनि त्यसपछि बिस्तारै अब चिन्दै जाने गर्दै जाने हो नि त भनेको त अनि त्यसपछि मैले फेरि यो इन्फ्लुएन्सरहरूसँग मात्र होइन मेरो फ्यामिली मेम्बर्स मेरो साथीहरूसँग पनि गर्ने प्लान छ कि जोसँग पनि चिया गफ उनीहरूले लाइफलाई कसरी हेर्छन् अथवा उनीहरूको अहिलेसम्म लाइफ कस्तो गइरहेछ होइन वाट इज लाइफ खालको तपाईँलाई चाहिँ लाइफ कस्तो लाग्छ होला यति भन्दैन लाइफ कस्तो लाग्छ यो त गम्भीर प्रश्न हुन्छ आफ्नो इन्डिभिजुअलको डेफिनेसन हुन्छ होइन त्यो तपाईँको इन्डिभिजुअल जिन्दगी के हो त अब जिन्दगीमा तपाईँको प्रपोज के हो पछि गएर के गर्ने जिन्दगीको प्रपोजमा के भन्नु भन्दाखेरि मेरो चाहिँ जस्ट ह्याप्पी खुसी हुने होइन अनि अब ह्याप्पी हुनको लागि धेरै कुराहरू गरिन्छ मान्छेले लाइफमा बाध्यता र एउटा कन्डिसन भएर नै दुःख सुख यताउति गर्ने हो तर प्रपोज भनेर चाहिँ मेरो पनि अब खुसी हुने नै हो खुसी भनेको चाहिँ फेरि प्र्याक्टिस हो कसैले खुसी बनाउँछ आफू म खुसी हुन्छु भन्ने भन्दाखेरि आफूले प्र्याक्टिस गर्ने क्या खुसी हुने आफूले प्र्याक्टिस गर्नु अनि म एउटा कुरा भन्छु ल मेरो अहिलेसम्म पढाइ साइकोलोजी धेरै पढाइ छैन सो मेरो साइकोलोजीको नलेज अनुसार चाहिँ जस्तो कि हामीले होइन अरू मान्छेको बारेमा राम्रो सोच्यो भने छ नि हामीले जे कुराले पनि राम्ररी हेर्न थाल्यौँ भने जस्तो कि अब तपाईँ हुनुभयो तपाईँलाई अब मैले राम्रो सोचेँ भने मैले तपाईँलाई राम्रो बिहेभ गर्छु अनि त्यसपछि त्यसको रिगार्डमा त्यसको अपोजिटमा तपाईँले पनि मलाई राम्रो बिहेभ गर्नुहुन्छ अनि मलाई खुसी लाग्छ सो आफूले कसरी हेर्ने जिन्दगीलाई त्यसले गर्दाखेरि अब जिन्दगीलाई स्याड छ भनेर जति धेरै सोच्न थाल्यो त्यति स्याड हुन थाल्यो क्या जति धेरै दामी मेरो जिन्दगी त बवाल छ लाइफमा भएको राम्रो कुरामा फोकस गऱ्यो होइन अभिषेकको राम्रो कुरामा फोकस गऱ्यो तपाईँको राम्रो कुरामा फोकस गऱ्यो भने अब कोन्स पनि हुन्छ कोही धेरै मान्छेको होइन नराम्रोतिर फोकस गऱ्यो भने आफ्नो लाइफ पनि फेरि नराम्रैतिर जाँदो रहेछ क्या अनि आजकल मैले प्र्याक्टिस गरिरहेको छु यस्तो कुराहरू होइन अब अहिले चाहिँ अलिकति मोडलिस्टिक भएका मान्छेहरू अहिले अब फिक्स गर्ने यो गर्ने त्यो गर्ने तेरो यो छ मेरो यो छ तेरो यो छैन मेरो यो छैन भन्ने टाइपको हुन्छ तर मान्छेले एउटा सर्टेन लेभलमा पुगिसकेपछि लाइफलाई चाहिँ अलिकति इन्जोय नै गर्नुपर्छ जस्तो लाग्छ मलाई रमाइलो त्यही त लाइफ भनेको के भन्नु त लभ इज लाइफ भन्थ्यो लाइफ इज अब लाइफ भनेको चाहिँ के हो भन्ने कुरा आइरहेको छ
लभ इज लाइफ तर लाइफ भने चाहिँ के त फेरि तपाईँको अब लाइफको जे होस् प्रपोज भनेको जस्ट टु बी to be happy नै। त्यो एपिसोडमा चाहिँ नि होइन अब दाइले लाइफको पर्सपेक्टिभको बारेमा भन्नुभयो कहाँ कसरी यहाँसम्म आउनुभयो अनि एक दुईवटा कथा रमाइलो कथाहरू पनि सुन्न पाइयो अनि ल आजको डेको समरी भनिदिनु आज डे के गऱ्यौँ छोटोमा भनिदिनु त्यसपछि हामी भिडियो इन्ड गर्छौँ है आजको डे चाहिँ ओभरअली अब म चाहिँ मेरो चाहिँ बिहान उठेँ एउटा एडिट गरेँ आवाज च्यानलमा मुख राखेँ त्यसपछि अब भाइहरू अनि हामी यता टोटल आइटी सेन्टरमा चाहिँ अब न्यु रोड सर्किटा मन्दिरमा हाम्रो प्रोग्राम थियो एरन थापा यता छुटेहरूसँग चाहिँ हाम्रो प्रोग्राम थियो त्यो प्रोग्राम भयो एन्ड देन हाम्रो थकाली हामी खाइसकेपछि हामी यता आएर चियामा फालेको अनि बिहान बिहान खान्छौँ पफ यो थियो चिया गफ बिहान बिहान खान्छौँ पफ यो हो चिया गफ Bye guys, thank you so much for watching. Subscribe. अनि ल सब्सक्राइब गरिदिनु होला अनि चन्द्रमान रिवाललाई एपिसोड 3 मा को आउँछ त्यो पनि कमेन्ट गर्ने अनि त्यसपछि एपिसोड 3 मा कस्तो के हुन्छ एपिसोडमा के कुराहरू हुन्छ भन्ने कुराहरू पनि सुन्नको लागि पनि यसो सब्सक्राइब गर्नु होला एउटा कुरा साथी हामी नेपाली मिटर अगाडि बढ्ने सब्सक्राइब गर्ने हो माया बाँड्ने हो तपाईँहरू चाहिँ च्यानल खोल्नुहोस् राम्रो छ राम्रो हुन्छ हामी सब्सक्राइब गरिदिउँला भिडियो हेरिदिउँला हाम्रो पनि त्यस्तो हामी बिजी मान्छे होइन फुर्सदमा भिडियो हेरिदिउँला सब्सक्राइब गरिदिउँला सो सब्सक्राइब गर्नु होला बाई बाई थ्याङ्क यू सो मच बाई